यो बस कहिलेसम्म निस्किन्छ? सकिन्जेल म एकदम फ्रेस गर्दाखेरि 5 दिन। 5 दिनमा छिट्टोमा 5 दिन। हजुर। तर कन्फर्म निस्किन्छ हैन? होइन म ननिकाली म यहाँबाटै गाडी लान्न। लगभग यो तान्नलाई तपाईँको 5 दिनभन्दा अगाडि हुँदैन। हो? यो हल्लाउन सक्दैन। लेखेर दिन्छु म। अहिले यो बेल्चा सेल्चा केही नल्याए हुन्छ, केही काम छैन बेल्चाहरूको। यो दुःख मात्रै हो वही घाँटीको सर। है यो तपाईँहरूले हामी आएपछि तपाईँहरूले लगाउने कुरा छुट्टै हो होइन। नत्र भने म आएर मिसिन नलाइन्जेल यसको कुनै उपाय छैन। यो जति खन्नुहोस् त्यहीँको त्यहीँ यो बलुवा बेल्चाबाट सम्भव हुँदैन र? होइन, हामीले चलाएपछि सम्भव हुन्छ। चलाएमा पाउनुपर्छ, सम्भव हुन्छ। खोताली किन एकचोटि चाहिँ चेन पुली लगाएर अलिकति माथि प्रेस गरिसके पछाडि यो माटोहरू नि माथि आउँथ्यो होइन। धेरै हामीले भने जस्तो हजुरको धेरै गहिराइसम्म नगएको पनि हुनसक्छ नि त। जस्तो काठले अथवा ढुङ्गाले थिचेको छैन भने त तपाईँको तानिन्छ नि त। तान्न त तानिन्छ सर। मैले भन्न खोजेको लगभग यो तान्नलाई तपाईँको 5 दिनभन्दा अगाडि हुँदैन। हो? यो हल्लाउन सक्दैन। लेखेर दिन्छु म। पुलिस प्रशासनले यहाँ सोही गर्यो भने छुट्टै, सुन्नु न, त्यो छुट्टै कुरा हो। नत्र भने त हामीले त यो त पुरै काटेर यो पानी फेरि यहाँ हाल्नुपर्छ। टुचेन कहाँ लाउनु पर्छ म नहेरिकन उनीहरूले भन्छ टुचेन पठाइदेऊ, यहाँ रुख छ। अब कतिको टुचेन पठाइदिने त मैले हजुरहरूलाई। कसरी हुन्छ निकाल्नु पर्यो हजुरको विज्ञता यहाँ लाउनु न हजुरले। होइन यो निकाल्न त निकालिन्छ सर, जति दिन लाग्यो भने पनि होइन। अब यसलाई निकाल्नको लागि तपाईँहरूले टेन्सन लिनु परेन। अब मेन पावर मैले पनि आफ्नो हाल्नै पर्छ। अब यो त डुब्ने केटाहरू पठाउनु पर्छ मैले। मिनुमाया भण्डारी भरतपुर 12। मेरो ढाड दुखेर हल्न चल्ला भएको थियो। वैदिक दबाई खाएपछि एकदम ढाड निको भयो। अहिले दुखेको अनुभवै हुँदैन। 3 सापटे भनेपछि त उहाँ पुग्यो। पानीमा छ। पानीमा छ। अब यो खोताला त निकै काम लाग्छ सर। हामीले नखोतालिकन यो त यतिको त आउँदैन। बढी तपाईँको पारी पुगेछ। यति बढी छ भने पारी पुग्छ यसको बढी। यो गाडी यस्तो छ हजुर यसरी गाड्छ। हजुर फोका उठेको नि हजुर। यति लामो छ यो बस। होइन, फोका उठेको भन्दा उ त पुग्छ। पुग्छ? उ त पुग्छ। किनभने 3 सापटे त हामीले तानिरहेको हुन्छ नि। अनि त्यो थाहा हजुरको यसलाई सुरुमा जस्तो नखोतालिकन एकचोटि चाहिँ चेन पुली लगाएर अलिकति माथि प्रेस गरिसके पछाडि यो माटोहरू नि माथि आउँथ्यो होइन। धेरै हामीले भने जस्तो हजुरको धेरै गहिराइसम्म नगएको पनि हुनसक्छ नि त। जस्तो काठले अथवा ढुङ्गाले थिचेको छैन भने त तपाईँको तानिन्छ नि त। तान्न त तानिन्छ सर। मैले भन्न खोजेको लगभग यो तान्नलाई तपाईँको 5 दिनभन्दा अगाडि हुँदैन। हो? यो हल्लाउन सक्दैन। लेखेर दिन्छु म। यसको के छ त सुरु आइडिया? यसको अब हामीलाई 5-6 दिन टाइम चाहिन्छ। अनि अब पुलिस प्रशासनले यहाँ सोही गर्यो भने छुट्टै, सुन्नु न, त्यो छुट्टै कुरा हो। नत्र भने त हामीले त यो त पुरै काटेर यो पानी फेरि यहाँ हाल्नुपर्छ। यही पानी यता हालेपछि खोतालिन्छ भन्ने तपाईँको? हजुर हजुर, हामीले हल्लाउँदै गर्छ। खोताल्यो भने यो माथि माथि आउँछ। पहिला बालुवा नरम हुन्छ। हजुर, तल्लो च्याचिस भेट्न पर्छ हामीले। यो माथिल्लो च्याचिस भयो, यो हब छ नि, त्यसको मुनि छ, लगभग 1 हात मुनि भित्र पर्छ। त्यसमा च्याचिस छ। इक्विपमेन्ट चाहिँ के ल्याउनु पर्छ त्यसको लागि? अब उही चेन पुली त्यो केबाट चल्छ? जेनेरेटरबाट चल्छ? होइन, हातैले गर्ने हो। यसको सपोर्ट कहाँ दिने त? सपोर्ट त मैले हेर्दैछु रुखलाई। मैले आफ्नो इस्टिमेट ल हजुरले त्यही भएर टुचेन कहाँ लाउनु पर्छ म नहेरिकन उनीहरूले भन्छ टुचेन पठाइदेऊ, यहाँ रुख छ। अब कतिको टुचेन पठाइदिने त मैले हजुरहरूलाई। कसरी हुन्छ निकाल्नु पर्यो हजुरको विज्ञता यहाँ लाउनु न हजुरले। होइन, यो निकाल्न त निकालिन्छ सर, जति दिन लाग्यो भने पनि होइन। अब यसलाई निकाल्नको लागि तपाईँहरूले टेन्सन लिनु परेन। अब मेन पावर मैले पनि आफ्नो हाल्नै पर्छ। अब यो त डुब्ने केटाहरू पठाउनु पर्छ मैले। डुब्ने केटै चाहिन्छ। अहिले यो बेल्चा सेल्चा केही नल्याए हुन्छ, केही काम छैन बेल्चाहरूको। यो दुःख मात्रै हो वही घाँटीको सर। है
यो तपाईँले हामी आएपछि तपाईँले लगाउने कुरा छुट्टै हो होइन नत्र भने म आएर मिसिन नलाइन्छ यसको कुनै उपाय छैन यो जति खानुहोस् त्यहीँको त्यहीँ हो यो बलुवा बेलचाबाट सम्भव हुँदैन क्या होइन हामीले चलाएपछि सम्भव हुन्छ चलाएर पाउनुपर्छ सम्भव हुन्छ यति त यो अगाडिको 40 मात्रै भने पनि बढी मात्रै भन्यो भने तान्ने गरेर तानिदिन्छु म चेनपुल्लीबाट त सकिन्छ काम सम्पन्न गरेर बस निकाल्नलाई अब पुरा सुन्न पनि सक्छ सर कति दिन लाग्ला कहिले काम अब लगभग म अब आज गयो भने तपाईँको भोलि पर्सि चाहिँ सबै त्यो टुचेन अब मैले हेर्न पर्यो रुख यसमा यो लाउने भनेर मैले पहिल्यै इस्टिमेट गर्नुपर्छ मात्रै यो गाडीको निकाल्ने सम्भव गर्दा तपाईँको हो नि त्यो सामग्री चाहिँ कति हुन्छ त्यसको वेट कति हुन्छ एउटाको तपाईँको लगभग 1.5 टन छ मेरो एउटा चेनपुली कतिवटा ल्याउनुपर्छ त्यो त अब मसँग भएको सबै हाल्नुपर्छ मनैभरि हाल्ने हजुर त्यो ल्याउने चाहिँ गाडीमा ल्याएर यहाँ चाहिँ कसरी होइन ल्याउनुहुन्छ ट्रकमा मेरै आफ्नै ट्रक आउँछ सेटै आउँछ त सामानको हजुर आएर अनि यहाँबाट यहाँसम्म ल्याउने चाहिँ कसरी त अब त्यहाँबाट त सबै मेन पावर लाएर बोकेर ल्याउन सकिन्छ अब एउटालाई चाहिँ 3 जना 4 जना लाएर बोक्न सकिन्छ एउटा मात्रै अरू चाहिँ म कतिवटा चेनपुल्ली प्रयोग गर्नु पर्ला बस निकाल्नको लागि 8 वटा 9 वटा भनेपछि कति टाइम लाग्ला त्यो 8-9 दिन त्यो सामान आज ल्याउन सकिन्न अब सामान झारियो भने एटलिस्ट हामीले यस्तो हो सर त्यो सामान ट्रक नआएको नि त्यो सामान यता र उता गर्न मिल्दैन टुचेन हुन्छ तपाईँको एक गाडी त मेरो ट्रकमा हेर्नुहोस् सामान कति चाहिएको सामान के चाहिन्छ त्यहाँ रिन्ची चाहिन्छ केलेम्पू चाहिन्छ युबोल चाहिन्छ सबै चिज चाहिन्छ मलाई यो निकाल्नको लागि यसलाई चाहिँ बिग्रे बनाउने चाबी चाहियो मैले भन्न खोजेको आज सामान आज त सकिन्न सर एउटा दुइटा सामान त मैले आफूले बनाउनु पनि पर्ने हो कहिलेबाट झार्न सकिन्छ अब तपाईँको पर्सि चाहिँ म फिक्स उहाँ सरलाई समय दिन सक्छु भनेको माघ 1 गते हजुर माघ 1 गते सामान झार्नुभयो भने कहिलेसम्म यो उत्खनन तपाईँको सकिएला अब लगभग 5 दिन 5 दिन है माघ 5 सम्म यो बस चाहिँ बाहिर निकाल्न सकिन्छ हजुर है तपाईँको नाम भनिदिनु है मलाई टायर कान्छ भनेपछि दुनियाँ नेपालभरि इन्डिया प्रसिद्ध हुनुहुन्छ टायर कान्छ भनेपछि हजुर। घर चाहिँ कहाँ पर्यो हजुर मेरो डमौली ब्यासेक पर्यो कल्पी काम चाहिँ के गर्नुहुन्छ खास हजुर मैले यही काम मात्र यही काम नत्र वासिङ छ अनि टायर पसल छ जस विपदसँग अलिक बढी काम गर्नुहुन्छ यहाँले हजुर होइन डुबेका गाडी फसेका गाडीहरू यस्तो निकाल्ने काम गर्नुहुन्छ हजुर मैले प्राय दुईटा गाडी छ एउटा हाइडा एउटा 10 चक्केमा बनाएको छु आज चाहिँ हजुरलाई यो चेनपुल्ली ल्याउने यो स्थलगत भ्रमण हेरेर यहाँको रुखको परिपाटी यहाँको भौगोलिक अवस्था हेर्नलाई चाहिँ कसले बोलायो हजुरलाई इन्सपेक्टर साहब तनहुपट्टिको कि तनहुपट्टिको आफूखेरिको इन्सपेक्टर साहबले प्रदीप सुवेदीले बोलाएर हजुर आउनुभयो भनेपछि अब काम चाहिँ यहाँले गर्छु भनेर इन्सपेक्टर साहबलाई बाचा गर्नु भएन एउटा यति थोरै हामीलाई जानकारी दिनुहोस् कि हामी जति पनि अस्तिबाट यो बस यहाँ भेटिएपछि उत्खनन कार्यको हामी यहाँ त्रिशुली किनारबाट यो दोदराङ बेसीबाट स्थलगत भिडियोहरू स्थलगत सामग्रीहरू संसारहरू हामी यहाँ सम्प्रेषण गरिरहेका छौँ यो हाम्रा भिडियोहरू हेऱ्यो भने तमाम आदरणीय लाखौँ श्रोताहरूलाई यो बस कहिलेसम्म निस्किन्छ मेटाइदिनुहोस् न सकिन्छ म एकदम फ्रेस गर्दाखेरि 5 दिनमा छिट्टोमा 5 दिन हजुर तर कन्फर्म निस्किन्छ होइन म ननिकाली म यहाँबाटै गाडी लान्न यो एउटा बाचा दिन्छु म त हजुरलाई इन्सपेक्टर साहब यहीँ हुनुहुन्छ प्रहरी भाइहरू यहाँ सबै यहीँ हुनुहुन्छ होइन म यो ननिकालिकन गाडी यहाँबाट म घरै जान्न यदि चाहिँ ढुक्क हजुर कन्फर्म हो यो पानी यो माथिको यहाँ त हालिदिने अनि ऊ यहाँबाट पानी लगाइदिने हल्लेसी बल्ल हुन्छ यसको काम बल्ल पानी पनि लाउँदै जाने उसले पनि तान्दै जाने हल्लाउँदै गर्ने किन भन्दा कसरी हुन्छ अलि माथि लगाएर हल्लिने सिस्टम बनाउनु पऱ्यो नि त मिसिन त यहीँ बसेर चलाउनु पऱ्यो मेरो केटाहरू सब छर्लक्कै यहीँ च्याचिसमा नबान्यो भने तपाईँको पिस मात्रै निस्किन्छ च्याचिस बानेपछि मात्रै हल्लिन्छ च्याचिस बानीसम्म त खन्न पर्यो फेरि यो त च्याचिस भेट्छ धेरै गएर पर्दैन मैले अन्दाज गरिसकेँ
बान्नलाई भेट्छ, यहाँ चाहिँ भेट्छ, यता चाहिँ अलि भेट्दैन। अगाडिको भागको चाहिँ च्यासिस भेट्छ। हजुर भेट्छ अगाडिको भागको रुखहरू धान्ने खालको छ कि छैन? जान्छ एउटै रुखमा सबै लाउने होइन नि त। एकचोटि हजुरको ए रड गाडी चाहिँ थाहा हुन्छ। हजुर चुचो रड एउटा बनाएर ल्यायो अनि खाँदै जाने कति गहिरोमा भेट्छ। यता दिनुहोस् बेल्छ मलाई। इनुमाया भण्डारी भरतपुर 12। मेरो ढाड दुखेर हल्न चल्ला भएको थियो। वैदिक दबाई खाएपछि एकदम ढाड निको भयो। अहिले दुखेको अनुभवै हुँदैन।